फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ यस भिडियोमा। करारमा नयाँ विज्ञापन खुलाएको छ। आज म तपाईहरुलाई यो भिडियो मार्फत सम्पूर्ण जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यहाँ रहेको छ नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल इन्टरमोडल यातायात विकास समिति, चौभार कीर्तिपुर 6 काठमाडौँ, पदपूर्ति सम्बन्धी सूचना मिति 2082 8 महिना 4 गते यो विज्ञापन प्रकाशन गरिएको छ। यहाँ रहेको छ नेपाल सञ्चालक कम्पनी छनौट भई हस्तान्तरण नहुन्जेल वा समितिबाट अर्को व्यवस्था नभएसम्मको लागि विराटनगर एकीकृत जाँच चौकी आइसिपी समितिको आन्तरिक व्यवस्थापनबाट सञ्चालन गर्ने प्रयोजनार्थ तफसिलमा उल्लेखित अस्थायी दरबन्दीका पदहरूमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। खुल्ला प्रतियोगितातर्फ सहायक पदको लागि 18 वर्ष पुगेको तर 40 वर्ष ननाएको नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र नेपाली नागरिकता, शैक्षिक योग्यता र तालिम सम्बन्धी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, बायोडाटा र आवेदन सङ्कलन गरी यस समितिको केन्द्रीय कार्यालयमा पेश गर्नुहुन अनुरोध गरिएको छ। आवेदन इमेल यति मार्फत पनि पेश गर्न सकिनेछ। रित नपुगेको वा म्याद नाघि प्राप्त हुन आएको आवेदन उपर कुनै कारबाही नहुने व्यवहार समेत सूचित गरिएको छ। अब यहाँ हेर्नु कुन कुन पदको लागि विज्ञापन खुलाएको छ। यहाँ रहेको छ पद र तह रहेको छ, आवश्यक सङ्ख्या र न्यूनतम योग्यता। 1 नम्बरमा वरिष्ठ सहायक तह 5 रहेको छ। आवश्यक सङ्ख्या 4 जनाको लागि खुलाएको छ विज्ञापन। यसमा एप्लाई गर्नको लागि न्यूनतम शैक्षिक योग्यता कति चाहियो? प्रमाणपत्र वा +2 वा सोसर उत्तीर्ण गरेको। यदि तपाईहरु +2 कक्षा 12 पास गर्नुभएको छ भने तपाईहरु यसमा एप्लाई गर्न सक्नुहुन्छ। 2 नम्बरमा फोरम्यानको लागि खुलाएको छ, तह 4 रहेको छ। आवश्यक सङ्ख्या यहाँ 2, आवश्यक सङ्ख्या कति? 2 जनाको लागि खुलाएको छ। यसमा फर्म भर्नको लागि शैक्षिक योग्यता यहाँ रहेको छ, न्यूनतम योग्यता। इलेक्ट्रिकल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट प्रदान गरिएको सम्बन्धित विषयमा तह 2 को सिप परीक्षण उत्तीर्ण गरेको हुनुपर्छ। अब 3 नम्बरमा यहाँ हेर्नु कार्यालय सहायक तह 4 रहेको छ। माग सङ्ख्या यहाँ 11 जनाको माग रहेको छ। यसमा एप्लाई गर्नको लागि कति शैक्षिक योग्यता चाहियो? एसएलसी वा एसई सोसर उत्तीर्ण गरेको। यदि तपाईहरु कक्षा 10 पास गर्नुभएको छ भने तपाईहरु यसमा एप्लाई गर्न सक्नुहुन्छ। 4 नम्बरमा रहेको छ यहाँ प्लम्बरको लागि पनि खुलाएको छ। माग सङ्ख्या 1, सामान्य लेखपढ गर्न जाने र प्लम्बिङ सम्बन्धी 3 महिने तालिम प्राप्त गरेको हुनुपर्छ। 5 नम्बरमा हलुका सवारी चालक तथा फोर्कलिफ्ट अपरेटरको लागि खुलाएको छ। माग सङ्ख्या 1, सामान्य लेखपढ गर्न जाने र ड्राइभिङ लाइसेन्स प्राप्त गरेको। अब तपाईहरु यहाँ हेर्नु दरखास्त बुझाउने अन्तिम मिति 2082 8 महिना 19 गते कार्यालय समयभित्र। परीक्षा किसिम प्रयोगात्मक र अन्तर्वार्ता हुनेछ। सूचीकृत सर्ट लिस्ट उम्मेदवारलाई मात्र प्रयोगात्मक र अन्तर्वार्तामा सहभागी गराइनेछ। यहाँ रहेको छ तलब सुविधा रहेको छ। तलब र अन्य सुविधाहरू समितिको नियमअनुसार हुनेछ। काम गर्नुपर्ने स्थान विराटनगर एकीकृत जाँच चौकी विराटनगर। विदेशी शैक्षिक संस्थाबाट उपाधि प्राप्त उम्मेदवारहरूको हकमा सक्षमताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। कर्मचारी छनौट गर्दा महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रलाई विशेष प्राथमिकता दिनेछ। तपाईहरु यहाँ पढ्नु, सम्पर्क नम्बर यहाँ दिएको छ, तपाईहरु सम्पर्क गर्नु। नतिजा प्रकाशन लगायत अन्य थप विस्तृत जानकारीको लागि वेबसाइट दिएको छ। यहाँ तपाईहरु यहाँ हेर्नु, यतिमा गएर हेर्न सक्नुहुन्छ तपाईहरु। यदि तपाईहरु यसमा एप्लाई गर्न चाहनुहुन्छ भने यहाँ सम्पर्क गर्नु, यहाँ रहेको छ सम्पर्क नम्बर, यतिमा फोन गरेर तपाईहरु सोध्न सक्नुहुन्छ। ल त आजको लागि यति नै। तपाईहरु मेरो च्यानलमा नै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु। आजको लागि यति नै। हस्त नमस्कार।